मेरो नाम अशोक। हिजो चाहिँ म झापाबाट काठमाडौँ मेरो नयाँ पार्वती फिल्मको टिजर रिलिज थियो र म चाहिँ आउँदै थिएँ। त्यत्रो समयमा चाहिँ मेरो भिडियो भाइरल भइसकेको थियो। म गलत छैन, म सही छु, यो मलाई थाहा छ। किनभने यो 1 महिना अगाडिको कुरा जुन चाहिँ अनलाइन थ्रुबाट एकअर्कामा चलिरहेको थियो यो, हैन? अनि एकजनाबाट एकजना गर्दै यो भिडियो बाहिर आयो। अनि त्यति बेला कतिजनाले प्रश्न गरिरहनु भएको छ, अशोकलाई यत्रो हान्दाखेरि किन नबोलेको होला भनेर। अनि कतिको माइन्डमा अशोकले चोरेकै हो भन्ने पनि आइरह होला। मैले चोरेको पनि छैन। अनि अर्को कुरा, त्यो भिडियो त तपाईहरुले आधी मात्र देख्नु भएको छ, त्यहाँ त आधी मात्र खिचेको देख्नु भएको छ। तर फुल कुरा के भएको छ, फुल सिन के भयो त तपाईहरुलाई थाहा छैन। त्यति बेला चाहिँ